स्वाट्टै हातमा हानेछ चक्कुले। हजुर। त्यसपछि त्यो स्कुटर अगाडि बढ्दै जाँदा बाटो अन्तिम थियो त्यहाँ घरहरूले छेकाटो अनि सिएरेछ के यसरी ए हजुर सानो हजुर। सिएरेपछिको त्यो घटना आमा सोचनीय छ त। तपाईँको यस्तरी मारेछ तपाईँको स्कुटरमा गइराखेको अनि स्कुटरमा गइराखेको त्यसपछि तपाईँको त्यो बाटो ढुक्या रहेछ के पटक ढुकेको भन्ने हामीले सुन्यौँ। तपाईँको बाटो ढुकिराखेको ढुकेर हिजो चाहिँ तपाईँको स्कुटर आउँदै गयो चक्कु रे के चक्कु। अब रडका कुरा आहा खुकुरीको कुरा आछ तर मैले अघि म त्यो घटनास्थलमा गएँ हेर्नलाई बुझेँ। हस्पिटलले पनि त्यो सँगै मानेर रिफर गरिदियो हो कि टिचिङ हस्पिटल तारकेश्वर सिटीबाट। भनेपछि हामीलाई हिजै आशा गुमिसकेको थियो अनि हामीले त तपाईँको के भने हस्पिटल लैराखेको बिमारी हस्पिटलले डेथ नतोकिकन प्रमाण नगरिकन हामी त डेथ भएको थियो अथवा मृत्यु भयो भन्नेमा पनि थिएन। तर हामीले परिवारको साक्ष्य दिदीबहिनी उहाँकोसँग सोधेपछि बालाजुमा हामीले सोधेपछि चाहिँ अब छैन नै अन्तिमै भइसक्यो हो भन्ने कुरा गरे। अनि त्यही हो कि होइन भन्दाखेरि प्रहरी प्रशासनबाट पनि त्यही आफन्तले भनेको व्यक्तिलाई नियन्त्रणमा लिइसकेको छ अथवा मैले सुनेको उनी तपाईँको त्यो श्रीमतीलाई सेरेर गएको भन्ने पनि आत्मसमर्पण गरेको भन्ने कुरा सेरेर अनि गएको भन्ने पनि सुने। जे भए पनि हत्या भयो घटनास्थलमा आज बिहान गएको हिजोको त अब होइन हिजो हेर्दै गए हिजोको कुरा गर्दैछु मैले। हिजो त घटनास्थलमा म कहाँ गएँ त हस्पिटल त हिजोको त कथा हामीलाई बेलुकाको त पछि तपाईँको यो हस्पिटल आएपछि मात्र थाहा भएका हुन्। सुन्नु अब घटनास्थलमा तपाईँले कसरी कस्तो अवस्थामा देख्नु भएको थियो भन्यो भने त हामीलाई के थाहा। हामी त अन्तर्वार्ता दिनमा तपाईँको देशमा के भइरहेछ कसो भइरहेछ समस्या कसरी समाधान गर्ने भनेर हामी त अन्त्यतिर राजनीतिक विषयका कुराकानी गर्न हिँडिरहेका छौँ। त्यो घटना त्यहीँ घट्छ भन्ने थाहा भयो भए त हामी जोगाइहाल्थ्यौँ त्यो घटना घट्नै दिन्थेन नि। होइन मैले त्यहाँ गएको छैन। जुन हस्पिटलमा तपाईँले जस्तो प्रकृतिको देख्नुभयो हस्पिटलमा त्यतिखेरको अवस्था सोध्दैछु मैले। हो त्यति बेला अब तपाईँको दर्शकबिन नमस्कार तपाईँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु सम्पूर्ण मिडियामा। र आज चाहिँ हामीसँग अतिथिको रूपमा हुनुहुन्छ पछिल्लो अवस्थामा देशमा भएका घटना विषयमा चाहिँ उहाँले एकदमै बुलन्द आवाज उठाउँदै आइराख्नु भएको छ। समसामयिक विषयमा कुरा गर्नको लागि हामीसँग हुनुहुन्छ यतिखेर अभियन्ता तथा पत्रकार रूपक बासुरी हुन्छ। स्वागत छ सर। नमस्कार हजुर नमस्कार। जुन अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरले चिन्ने एकजना व्यक्ति जो राष्ट्रिय स्तरको रेसलर हुनुहुन्छ नेपाली ब्रो जसले चाहिँ आफ्नै श्रीमतीको हत्या गरेको भन्ने जुन आरोप लागिरहेको छ र तथ्य पनि सङ्कलन भइरहेको छ अनुसन्धान भइरहेको छ यो विषयलाई कसरी हेर्नु भएको छ सरले? तपाईँको हिजो बेलुका त्यो घटना घट्यो 10 बजे पछाडि। हजुर शुक्रबार हिजो। अनि त्यसपछि जब सामाजिक सञ्जालमा आयो अनि हामीले थाहा पायौँ। थाहा पाइसकेपछि तपाईँको रातारात हामी हिँड्यौँ के रहेछ त कसो रहेछ। अब हामीले त चिनेको अब दुवैजनालाई चिनेको दुवैजनासँग गफ गरेको। ए हजुर गफ गर्नु कस्तो खालको गफ गर्नुहुन्थ्यो तपाईँहरू? अब यो विषयमा यही विषयमा केही प्लानिङ त्यस्तो केही तपाईँहरूले थाहा पाउनु भएको थियो र गफ गर्दा? होइन भन्नाले अब तपाईँको एउटा त्यो जसले हत्या गर्यो भन्ने कुरा आइराखेको छ नि उसँग नि चिनजान अनि उहाँको श्रीमती पनि चिनजाने के। कस्तो खालको चिनजान थियो तपाईँहरूको? एकदमै नजिकको हुनुहुन्थ्यो घनिष्ठ हुनुहुन्थ्यो के थियो? घनिष्ठ त तपाईँको एउटा त्यो केटोलाई हामीले 4 वर्ष अगाडि चिन्यौँ। हजुर 4-5 वर्ष अगाडि यस्तै मिडिया सामाजिक सञ्जाल चलाउने क्रममा। अनि उहाँको श्रीमतीलाई पनि हामीले बिस्तारै चिन्यौँ। हजुर घरायसी कुरा सुनिन्छ नि त। घरायसी कुरा चाहिँ तपाईँहरूलाई थाहा भएन होइन? गर्छन् नि त तपाईँको उहाँको श्रीमतीले हामीलाई बेला बेलामा भन्थे नि त यस्तो मान्छेको भिडियो चाहिँ मिडियामा नहालिदिनु नलेखिदिनु
यसले बेइज्जत गर्यो मेरो। हजुर अब म आर्मीको मान्छे हो। मेरो प्रशासनमा मेरो ठाउँमा मेरो नि इज्जत हुन्छ। हो। अब मलाई यस्तो गर्छन् साथीभाइहरूले भन्छन् भनेर भन्थे। अनि त्यसै कारण हामीले 10-15वटा तपाईँको 10-15वटा होइन 5-7वटा भिडियो पनि लिक गएको थियो। अनि पछि उहाँको अब घर परिवारबाटै त्यसरी भिडियो नलिदिनु मलाई यस्तो लाज भयो उसको व्यवहारले गर्दा भन्ने थालिसकेपछि त्यो कुरा ठिक छ। हामीले लिगेनौँ, मैले लिगिनँ भनौँ न होइन। तर हामीले त्यो उसले केटी नै ल्याउने ओर्ने त्यो जे पाए त्यही बोल्ने ओर्ने यस्तो खालको चाहिँ लिगेन। पहिला बुझ्न खोज्न यताउति लिग्यो त्यस्तै हो। घरासी कुराहरूमा अथवा त्यसरी खेलाडी थियो। अनि उहाँको आफन्तसँग उहाँको त्यो हिजो जो बिते नि हजुर जो बिते उहाँको आफन्तहरूसँग हामी नजिकको चिन्जान छ तपाईँहरूसँग? चिन्जान छ। उहाँहरूको आफन्तको पसल छ। हामी त्यहाँ गएर चिया खान्थ्यौँ गफ गर्थ्यौँ बस्थ्यौँ त्यस्तो। के छ उहाँहरूको अहिले पछिल्लो यो जुन घटना घटिसके पछाडि कुरा गर्नु भएको छ छैन उहाँहरूसित? हिजो अब रातभरि हिँड्यो हस्पिटल जाने भनेर बालाजु चौकीमा पनि हामी गयौँ। यसो बुझ्यौँ हामीले प्रहरी प्रशासनसँग पनि बुझ्यौँ। पीडित हामी पनि पीडितै जस्तै गरी गएको थियौँ बुझ्यौँ। अब तपाईँको जो शङ्का गरेको जसले मारेको भन्ने कुरा उहाँहरूको साक्ष्य आफन्त नजिककोले भनेको थियो उसलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ थुनिराखेको छ। तपाईँ यसै गरी हिँड्दै गर्दा उहाँहरूको चाहिँ आफन्त जुन मृतकको आफन्तहरू हुनुहुन्छ उहाँहरूको राय सल्लाह सुझाव बुझ्दै गर्दाखेरि यो घटना घट्नुको खास रहस्य चाहिँ के रहेछ रूपक सर? तपाईँलाई केही जानकारी छ यो विषयमा? यो घटना घट्नुको रहस्य अब मैले मैले बुझ्दा तपाईँको म पारिवारिक विवाद भन्छु। किनकि तपाईँको म त्यो राक्षस त्यो दाना त्यो ज्यान माराको नाम लिन नचाहिरहेको छु कि फेरि त्यही भएर अलिकति त्यसको नाम भन्ने अड लागिरह मलाई। तपाईँको पारिवारिक विवादै हो हुन चाहिँ। अब तपाईँको पारिवारिक विवाद उहाँहरूको त हिजो मात्रै पनि फेरि अदालतमा डिभोर्स पनि भएको भन्ने कुराहरू छ। त्यही त हो नि पारिवारिक विवाद भनेको त्यही त हो नि। तपाईँको घर झगडा अब श्रीमान श्रीमतीको झगडा परालको आगो भन्थे त्यो उखान चाहिँ अब रहेन। यहाँ त परालको आगो एकैछिन झगडा पर्छ अनि मिल्ती हुन्छ माया हुन्छ भन्ने सुनिन्थ्यो नि त। तर होइन रहेछ। तपाईँको झगडा बढ्दै गयो भने तपाईँको राक्षसै मान्छेको मनमा पस्यो अथवा राक्षसै स्वभाव रहेछ भने त लास्टमा हत्यै गर्दो रहेछ नि त। कसरी हेर्नु भएको छ यो घटनालाई? मैले सोच्नु भएको थियो यस्तो गर्छ नेपाली ब्रोले भनेर? एउटा राष्ट्रिय स्तरको खेलाडीले यस्तो गर्छ भनेर सोच्नु भएको? त्यो मान्छेले धेरै ठाउँमा बोलेको चाहिँ छ। मैले भिडियो हेरे जस्तो लाग्छ है। मैले त अब अहिले त 1-2 वर्ष भइसक्यो उसँग कुरा नगरे नभेटेको अनि बिचबिचमा उसका भिडियोहरू आएको थियो। मैले भने जस्तो भएन भने मेरो कुरा अनुसार भएन भने म मार्छु हान्छु काट्छु भने जस्तो कुराहरू चाहिँ सामाजिक सञ्जालमा त्यो भिडियो हामीले देखेको जस्तो लाग्छ। हजुर अनि होइन तपाईँले त्यो हेर्दै गर्दा जसरी नेपाली ब्रोलाई तपाईँले जसरी नजिकबाट चिन्नुहुन्छ होइन त्यो चिनाइले गर्दा कहिलेकाहीँ यस्ता कुराहरू गर्ने जस्तो फ्रस्ट्रेसनका कुराहरू गर्ने त्यस्तो केही थियो र? फ्रस्ट्रेसन डिप्रेसन यस्तो कुरामा नजाउँ हामी। त्यो हत्यारा नामर्द कायरे हो त्यो तपाईँको पागल भए त पागल खानामा थुनिहाले हुन्थ्यो नि। अब कस्तो खालको हस्पिटल हुन्थ्यो नि? कस्तो खालको सजाय मिलोस् भन्न चाहनुहुन्छ त? सजायको त कुरो के हो? सजायको त तपाईँको उसले कसरी सजाय दिएको छ नि। एउटा नेपाली सेनामा कार्यरत उहाँ होइन। अनि तपाईँको सर्वप्रथम त के भनौँ भने तपाईँको हामी हार्दिक श्रद्धाञ्जली भनौँ। अनि परिवारले आफन्तजनहरू सबैलाई के अरे परिवारको आफन्तजनहरू सबैलाई भगवान्ले धैर्य धारण गर्ने शक्ति मिलोस् पनि भनौँ। तपाईँको यस्तरी मारेछ तपाईँको स्कुटरमा गइराखेको अनि स्कुटरमा गइराखेको त्यसपछि तपाईँको त्यो बाटो ढुक्या रहेछ के पटक ढुकेको भन्ने हामीले सुन्यौँ। तपाईँको बाटो ढुकिराखेको ढुकेर हिजो चाहिँ तपाईँको स्कुटर आउँदै गयो चक्कु रे के चक्कु
अब रडका कुरा आए, खुकुरीको कुरा आएछ, तर मैले अघि म त्यो घटनास्थलमा गएँ हेर्नलाई, बुझेँ, अनि स्वाट्टै हातमा हानेछ चक्कुले। हजुर। त्यसपछि त्यो स्कुटर अगाडि बढ्दै जाँदा बाटो अन्तिम थियो, त्यहाँ घरहरूले छेकाटो, अनि सिएरेछ के यसरी, ए हजुर, सानो। हजुर। सिएरेपछिको त्यो घटना आमा शोचनीय छ त, तनाव, अपत्तारिलो होइन, दुःख लाग्दो। अनि त्यस्तालाई अब कस्तो कारबाही हुन्छ भनेर हामीले सोचिन्छ। नेपालको कानुन अनुसार त तपाईँको अब भोलिको दिनमा नेपाली सेनाको अथवा श्रीमानले श्रीमती मारेको अथवा तपाईँको यो अनुसार त अब संविधानमा के छ, हजुर, संविधान अनुसार न्यायालय अनुसार कारबाही त भइहाल्छ। तर हामीले चाहिँ सोचे अनुसार तपाईँको यस्ता व्यक्तिहरूलाई चाहिँ सिधाउनै पर्छ। होइन, जसरी तपाईँले सिधाउनै पर्छ, नसिधाए यस्ता यो दानवहरूले अरूलाई नि सिधाउँछ नि त। अब हजुर कहिलेकाहीँ फ्रेममा जुन चाहिँ अहिलेको हत्यारा साबित हुन बाँकी नै छ अथवा हत्यारै भन्दा मिल्ने नेपाली ब्रोसँग पनि देखिनुहुन्थ्यो क्यामेरा फ्रेममा, उहाँको पहिलाको आनी बानी चाहिँ कस्तो थियो? आनी बानी अब तपाईँको मैले अघि पनि भने 4-5 वर्ष अगाडि चिनेको, अब सबैसँग तपाईँको जाने फोटोसोटो खिच्ने यताउति, अनि अलिअलि भाइरल बन्न खोज्ने। अब मलाई नाम लिन मन छैन। अब यस्ता यो भाइरलका रोगी भनौँ न, भाइरलको रोगी नै जस्तो चाहिँ लाग्थ्यो। भाइरलको लागि अब जे पनि बोल्ने, अब यताउति आफ्नो मन लाग्दै गर्ने चाहिँ लाग्थ्यो। अनि बिस्तारै बिस्तारै तपाईँ मैले उनको मन चिने, मैले चाहिँ सँग 2-3 वर्ष पनि नगरे छोडिदिएको। होइन, जसरी घटना घट्यो, त्यो घटना जुन तरिकाले घटना घटाइयो अथवा घट्यो होइन, त्यो थाहा पाउने बित्तिकै हजुर त्यहाँ पुग्नु भयो भएन? हामी पुग्यो त, यहाँ हस्पिटलमा पुग्यो। यहाँ अहिले मैले जहाँ बोलिरहेको छु यसको 2 मिनट उतापट्टि हस्पिटल छ त। त्यहाँ हस्पिटलमा गइयो बुझ्नलाई, त्यहाँ हेर्नलाई होइन। अनि होइन, मैले सोध्न खोजेको होइन, मैले हजुरलाई सोध्न खोजेको चाहिँ के भनेदेखि त्यो घटनास्थलमा हजुर चाहिँ पुग्दै गर्दाखेरि उहाँ जीवितै हुनुहुन्थ्यो या उहाँ चाहिँ मृतक घोषणा भइसक्नु भएको थियो? अब बुझौँ, अब तपाईँको सकेसम्म मरेको छ भनेर कसले सोध्छ र? जस्तो घटना घटेर हस्पिटल लैजाउँ सास चलिराखेको देख्नुभयो होला हुन्छ होइन। उहाँलाई त तपाईँको हस्पिटल ल्याइयो नि तुरुन्तै बाँचिन्छ कि भनेर भनेपछि घटनास्थलमा त हामीले तपाईँको पुष्टि गर्नै मिलेन। होइन, घटनास्थलमा तपाईँ जाँदै गर्दा तपाईँले हेर्दै गर्दा सास चाहिँ चलिरहेको थियो होइन? घटनास्थलमा आज बिहान गएको, हिजोको त अब होइन, हिजोको कुरा गर्दैछु मैले। हिजो त घटनास्थलमा म कहाँ गएँ त, हस्पिटल त हिजोको त कथा हामीलाई बेलुकाको त पछि तपाईँको यो हस्पिटल आएपछि मात्र थाहा भएका हुन्। सुन्नु अब घटनास्थलमा तपाईँले कस्तो अवस्थामा देख्नु भएको थियो भने त हामीलाई के थाहा? हामी त अन्तर्वार्ता दिनमा तपाईँको देशमा के भइरहेछ, कसो भइरहेछ, समस्या कसरी समाधान गर्ने भनेर हामी त अन्त्यतिर राजनीतिक विषयका कुराकानी गर्न हिँडिरहेका छौँ। त्यो घटना त्यहीँ घट्छ भन्ने थाहा भए त हामी जोगाइहाल्थ्यौँ, त्यो घटना घट्नै दिन्थेन नि। होइन, मैले त्यहाँ गएको छैन। जुन हस्पिटलमा तपाईँले जस्तो प्रकृतिको देख्नुभयो हस्पिटलमा त्यतिखेरको अवस्था सोध्दैछु मैले। हो, त्यति बेला अब तपाईँको हस्पिटलले पनि त्यो सँगै मानेर रिफर गरिदियो हो कि टिचिङ हस्पिटल तारकेश्वर सिटीबाट। भनेपछि हामीलाई हिजै आशा गुमिसकेको थियो। अनि हामीले त तपाईँको के भने हस्पिटल लैराखेको बिमारी हस्पिटलले डेथ नतोकिकन प्रमाण नगरिकन हामी त डेथ भएको थियो अथवा मृत्यु भयो भन्नेमा पनि थिएन। तर हामीले परिवारको साख्य दिदीबहिनी उहाँकोसँग सोधेपछि, बालाजुमा हामीले सोधेपछि चाहिँ अब छैन नै, अन्तिमै भइसक्यो हो भन्ने कुरा गरे। अनि त्यही हो कि होइन भन्दाखेरि प्रहरी प्रशासनबाट पनि त्यही आफन्तले भनेको व्यक्तिलाई नियन्त्रणमा लिइसकेको छ। अथवा मैले सुनेको उनी तपाईँको त्यो श्रीमतीलाई सेरेर गएको भन्ने पनि आत्मसमर्पण गरेको भन्ने कुरा सेरेर अनि गएको भन्ने पनि सुने। जे भए पनि हत्या भयो।